नमस्ते साथीहरू। आज म नेपाल कृषि क्रान्तिमा प्रवेश गर्न नसक्नु, निरन्तर परनिर्भरतामा रहनुपर्ने का मुख्य कारणहरू के हुन्? सधैँ परनिर्भर रहनु के यो हाम्रो बाध्यता हो? यहाँ कृषि क्रान्ति सम्भव नै छैन त? कि खेल अर्कै छ? आउनुहोस् सँगै मिलेर छिरफार गर्ने प्रयास गरौँ। करिब 4 अरब बराबरको कृषिजन्य उत्पादनहरू विभिन्न देशबाट नेपालमा इम्पोर्ट गरिन्छ, जुन नेपालको कुल बजेटको करिब 20% आउँछ, जसमा दैनिक उपभोग्य चिजहरू नुन, तेल, चामल, फलफुल, तरकारी, दाल, मसला, एनिमल फिड, एनिमल मेडिसिन, भ्याक्सिन, विभिन्न ब्रिडहरू, रासायनिक मल, विषादी बिउहरू, कृषि औजार तथा यन्त्रहरू, सिँचाइका लागि आवश्यक सामग्रीहरू लगायत अन्डा, मासु समेत आयात गरिरहेको छ, जसमा प्रमुख छिमेकी मुलुक भारत, चीन लगायतका विभिन्न अन्य पश्चिमा मुलुकहरू समेत रहेका छन्। नेपाललाई यो स्थितिसम्म ल्याउनमा विभिन्न शक्तिहरूको ठूलो हात छ। विभिन्न दलाली शक्तिहरूको, जुन देशी या विदेशी शक्तिहरू हुन्। उनीहरूले दशकौं लामो अभ्यास गरेर यहाँका ओरिजिनल भेराइटीहरू, ओरिजिनल बिउहरू विस्थापित गराएका छन्, जुन आफैमा रोग, किरा, प्रतिकूल वातावरणसँग लड्न सक्ने थिए। रासायनिक मल, विषादी, हर्मोन्स, भिटामिन जस्ता सिन्थेटिक केमिकलहरू अभ्यासमा थिएन। तर आजको नेपाली बजारमा विदेशी जातका बिउहरू, रासायनिक मल, विषादी, अन्य रङ्गी बिरङ्गी अप्राकृतिक सिन्थेटिक केमिकलहरूको बिगबिगी छ। यो सबै हामीलाई परनिर्भर र गरिबीबाट कहिले उठ्न नदिने अन्तर्राष्ट्रिय गुरु योजना हो, जसमा अन्तर्राष्ट्रिय शक्तिदेखि लिएर नेपाली गद्दार नेता र कर्मचारीहरूका संलग्नता छ। अन्य थुप्रै कारणहरू मध्ये अर्को मुख्य कारण भनेको यहाँ चाहिँ भूमि सुधार ऐन सही तरिकाले लागू नहुनु र कार्यान्वयन नहुनु, जसले गर्दाखेरि जग्गाको खण्डीकरण भइरहेको छ। कृषियोग्य जमिन र बसोबास गर्ने जमिनको कुनै टुङ्गो छैन, जहाँ मनलाई त्यही प्लटिङ गरेर घडेरी बनाउने भूमाफियाहरूको खेल चाहिँ लगातार रूपमा चलिरहेको छ, जसले गर्दा कृषियोग्य जमिन र मलिलो माटो, जुन माथिको टप सोइल छ, कटिङ एन्ड फिलिङको प्रोसेसले गर्दाखेरि त्यो लोप हुँदै गइरहेको छ, जसले जग्गा मरुभूमिकरण बन्दैछ र ठुला मसिनरीहरू चलाउन मिल्ने ठाउँ निकै सानो र कमजोर छ। युथहरूको माइग्रेसन रेट एकदमै हाई छ, जसले गर्दा दक्ष जनशक्तिको अभाव छ। त्यसको साथसाथै कृषि बजारमा बिचौलियाहरूको एकदमै ठुलो दबदबा हुनु, जसले गर्दाखेरि त्यहाँ एउटा मार्केटिङ च्यानल क्रिएट गरिएको छ। किसानले खेतमा 20 रुपियाँ किलो बेचेको टमाटर बजारमा पुग्दा 100 रुपियाँ पुग्छ। त्यो 20 को 80 रुपियाँ कसले खाइरहेको छ? अबको बाटो भनेको नेपाललाई कृषि क्रान्तिमा लगेर उत्पादन बढाउने र पहिला आत्मनिर्भर हुने र दोस्रो फेजमा हामीले एक्सपोर्ट गर्न सुरुवात गर्ने। त्यसको लागि हामीले पकेट एरिया छुट्याएर दुईटा एप्रोचबाट जानुपर्ने हुन्छ। पहाडी क्षेत्र र उच्च पहाडी क्षेत्रलाई सस्टेनेबल एप्रोचबाट लैजानुपर्छ र तराई बेल्टलाई पकेट एरिया छुट्याएर स्पेसल्ली अन्नबाली, तेल, इन्डस्ट्रियल क्रपहरूको लागि चाहिँ कमर्सियल स्केलमा उत्पादन गर्ने हिसाबले ग्रीन रेभोल्युसन जुन पन्जाबमा आएको थियो त्यही एप्रोच अपनाएर हामी कृषि क्रान्तिमा जान सक्छौँ। किनकि कृषि क्रान्तिमा सिफारिस गरिएको मात्रामा विषादी प्रयोग गर्नुपर्ने भएकोले यी उत्पादनहरूमा विषादीको नकारात्मक प्रभाव निकै कम रहन्छ, जसले स्वास्थ्यमा पार्ने असर तुलनात्मक रूपमा अरू फलफुल, तरकारी या अरू जडीबुटीमा भन्दा कम रहने हुनाले हामी यी बालीलाई कमर्सियली प्रोडक्सन गर्नको लागि कृषि क्रान्तिमा लैजानुपर्छ। सेकेन्ड स्टेप भनेको हाई यिल्डिङ भेराइटीहरू, इम्प्रुभ सिडहरू, जसको उत्पादन एकदमै धेरै आएको हुन्छ र एनिमल लाइभ स्टकमा उच्च क्वालिटीका ब्रिडहरू नेपालमा भित्राउन पर्ने हुन्छ। भनेको इरिगेसन, सिंचाइको एकदमै स्मार्ट प्रविधिहरू प्रयोग गरिनुपर्छ, जहाँ हामीले नेपालमा उपलब्ध नदीहरूबाट, नेचुरल रिभरहरूबाट ड्याम बनाएर, त्यस्तै गरी रेन वाटर, बर्खाको पानीलाई हार्भेस्ट गरेर आर्टिफिसियल ड्यामहरू, कृत्रिम तालहरू बनाएर सिंचाइको व्यवस्था गर्न सक्छौँ। अर्को महत्त्वपूर्ण कुरा भनेको केमिकल इनपुट्सहरू हो। ग्रीन रेभोल्युसन अथवा एग्रिकल्चरल रेभोल्युसनको लागि चाहिने भनेको
रासायनिक मलको फ्याक्ट्रीहरू नेपालमै खोलिनुपर्छ। त्यस्तै गरी हामीलाई चाहिने विषादी फङ्गिसाइड पेस्टिसाइडहरू नेपालमै उत्पादन गरिनुपर्छ र मेकानाइजेसनको कुरा आउँछ। ठुला ठुला मसिनहरू विभिन्न देशहरूबाट अहिलेको लागि इम्पोर्ट गरेर प्रयोग गरिनुपर्छ। विशेष गरी डेभलप कन्ट्रीहरूले प्रयोग गर्ने ठुला मसिनहरू नेपालमा भित्राइनुपर्छ र जमिनलाई ल्यान्ड पुलिङ अथवा चाहिँ जमिनको चक्लाबन्दी सिस्टम ल्याएर किसानहरूलाई कम्बाइन रूपमा चाहिँ खेती गर्ने रूपमा प्रोत्साहित गर्नुपर्छ। मध्य पहाड र उच्च पहाडलाई चाहिँ तरकारी, फलफुल, मसला र जुन एन्टिएफएजहरू छन्, जडीबुटीहरू छ, त्यसको लागि चाहिँ प्रयोग गरिनुपर्छ। यो क्षेत्रमा विषादी प्रयोग गरिनु हुँदैन, जसले गर्दा हाम्रो धनी जैविक विविधता पनि संरक्षण हुने साथसाथै एग्रो टुरिज्म पनि प्रमोट हुने आधारशिला तयार हुन्छ। विषादी र रासायनिक मलको सट्टामा हामीले जैविक मल र जैविक विषादी हामीसँग नेपालको पहाडी क्षेत्रमा जङ्गलमा पाइने विभिन्न किसिमका औषधीय गुण भएका वनस्पतिहरूलाई प्रयोग गरेर स्थानीय स्तरमै विभिन्न खालका जैविक विषादीहरू बनाउन सक्छौँ, जसलाई अर्ग्यानिक फार्मिङमा सजिलै प्रयोग गर्न सकिन्छ, उत्पादन बढाउनमा निकै सहयोग गर्छ। त्यस्तै रेन वाटरलाई हार्भेस्ट गरेर ड्रिप इरिगेसन प्रविधिमा जान सकिन्छ, जसले गर्दाखेरि थोरै पानीमा पनि धेरै क्षेत्रफलहरूमा सिँचाइ गर्न सकिन्छ र उत्पादन लिन सकिन्छ। पोस्ट हार्भेस्ट टेक्नोलोजी अपनाएर हरेक उपजहरूको भ्यालु एडिसन गरेर प्रोसेसिङ गरेर त्यसलाई अर्ग्यानिक ब्रान्डिङ गरेर विश्वका विभिन्न देशहरूमा सप्लाई गर्न सकिन्छ, जसको विश्व बजारमा निकै ठुलो माग र मूल्य छ। नेपालबाट एप्पल ब्रान्डी, वाइन, स्याम्पेन, विभिन्न जुसहरू, क्यानिङ गरेका विभिन्न तरकारीहरू, फलफुलहरू र ड्राई गरेका अथवा सुकुटी बनाएर राखिएका विभिन्न तरकारी या फलफुल जन्य उत्पादनहरू, जाम, जेली, टोमेटो सस, केचप, त्यस्तै गरी जडीबुटीमा चिराइतो, जटामसी, 5 औँले, तेजपत्ता, बोजो, सतुवा जस्ता चिजहरूको उत्पादन गरेर त्यसलाई त्यसको एक्सट्र्याक्ट निकालेर या पाउडर फर्ममा या क्याप्सुल फर्ममा भ्यालु एडिसन गरेर बाहिर एक्सपोर्ट गरियो भने निकै नै पैसा नेपाल भित्रिन सक्छ। त्यस्तै विभिन्न जडीबुटीहरू, नेचुरली हार्भेस्ट गर्ने जडीबुटीहरू जस्तो यासगुम्बा, गुची स्याउ, शिलाजित, विभिन्न खालका हर्ब्सहरू जसको ओइल एक्सट्र्याक्ट गरेर पनि बिक्री गर्न सकिन्छ। फुलहरूको जुस अथवा त्यसको ब्युटी प्रोडक्टहरू बनाउनको लागि चाहिने अर्ग्यानिक हनी वर्ल्डमा एकदमै डिमान्ड छ। त्यस्तै विभिन्न खालका वन्यजन्तुहरूको मिट प्रोडक्ट बाहिर एक्सपोर्ट गर्न सकिन्छ, जुन नेपालको कानुनले एलाउ गर्छ।